विज्ञान प्रविधि र नवप्रवर्तनमा बाल विकासको उल्लेखनीय योगदानलाई उजागर गर्दै आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति 2 जयपुरमा अध्ययनरत कक्षा 8 का प्रतिभाशाली विद्यार्थी विशाल कुमार सहनीलाई विशेष सम्मान गरिएको छ। कोशी प्रदेश स्तरीय विज्ञान प्रविधि प्रदर्शनी प्रतियोगिता 2082 मा उत्कृष्ट आविष्कार प्रस्तुत गर्दै सहनी विजय बनेका हुन्। उनले निर्माण गरेको डिभाइसले बिजुलीबाट उत्पन्न हुने करेन्टलाई विभिन्न माध्यमबाट रोक्ने तथा हावाहुरी र आँधी बिहेरीका बेला करेन्टबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने प्रणाली प्रस्तुत गरिएको थियो। यसै डिभाइस मार्फत विज्ञानमा रुचि, प्रयोगशीलता र नवप्रवर्तनशील सोच प्रस्तुत गर्दै सहनीले प्रदेशभरका प्रतिस्पर्धीहरूलाई पछि पार्दै उत्कृष्ट बन्न सफल भएका हुन्। उक्त सफलताको सम्मान स्वरूप विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी सहनीलाई सम्मान पत्र सहित सम्मान गरेको हो। कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघ अध्यक्ष ज्योति श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष सञ्जु पौडेल उपस्थित रहनु भएको थियो। कार्यक्रममा वडा सदस्य विमला शंकर साथै विद्यालयका सल्लाहकार समिति संयोजक ध्रुव कुमार ओली, पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार समिति सदस्य नेत्र गौतम तथा जयपुर इंग्लिश बोर्डिङ स्कुलका इन्चार्ज पुरुषोत्तम ढुङ्गे लगायत बुद्धशान्तिका विभिन्न विद्यालयका शिक्षकहरू, विभिन्न संघ संस्थाका पदाधिकारी तथा राजनीतिक दलका प्रतिनिधिहरू साथै विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थितिका बीच कार्यक्रम सम्पन्न भएको हो। विद्यालयका प्रधान अध्यापक हरिप्रसाद पोखरेलले स्वागत मन्तव्य दिँदै सहनीको विज्ञान प्रतिको समर्पण, उत्साह र जिज्ञासापूर्ण भावनाको खुलेर प्रशंसा गर्नुभयो। उहाँले विज्ञान शिक्षालाई व्यावहारिक बनाउँदै विद्यार्थीहरूलाई प्रयोगशील बनाउने उद्देश्यले यस्ता प्रतियोगिता र सम्मानले थप प्रेरणा दिने विश्वास व्यक्त गर्दै सबैलाई स्वागत गर्नु भएको थियो। 4 लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका सहनीलाई विद्यालय परिवारले भविष्यको वैज्ञानिक रूपमा सम्मान गरेको हो। कार्यक्रममा सहनीसँगै उनका सहयोगी 2 साथीलाई पनि सम्मान गरिएको थियो भने बुबा पनिलाल सहनी, आमा सनिता सहनी तथा विज्ञान शिक्षक अरुण ढुङ्गेललाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै सहनीले आफूले बनाएको डिभाइसले समाजमा उपयोगिता पुर्याउने विश्वास व्यक्त गर्दै भविष्यमा अझ नयाँ र प्रभावकारी प्रविधिको विकासमा आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। उनले भने, मेरो सपना देशमै बसेर केही नयाँ आविष्कार गर्नु हो। म शिक्षक मार्फत र आफ्ना परिवारको प्रेरणाबाट र आफ्नो साथीहरूको प्रेरणाबाट यहाँसम्म आइपुगेको हुँ। कार्यक्रममा प्रमुख अतिथि सञ्जु पौडेलले यस्ता प्रविधिहरूको पहिचान र प्रोत्साहन आवश्यक रहेको बताउँदै यस्तो कुरा राख्नुभयो। अभिभावकको नानी मात्रै नभएर बुद्धशान्ति गाउँपालिकाको सिङ्गो गाउँपालिकाको नानी बनेर आज आदर्श माध्यमिक विद्यालयमा आएर नाममा राखेर यस विद्यालयको शोभा बढाइदिन हुन उहाँले एकदमै ठुलो गरेर आउनु भएको छ। उहाँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। ठाउँमा पुर्याउन सहयोग पुर्याउनु हुने आदरणीय सर म्यामलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। हामीले 14 वटा पालिकाबाट उपस्थित भएको मेन देवी माविको कार्यक्रममा म पनि उपस्थित भएको थिएँ। बाबुलाई हेर्दाखेरि 8 कक्षामा पढ्ने नानी बाबुहरूले साँच्चै भन्नु भने एउटा लुगा घेरेर स्कुल जान नसक्ने अवस्थाको नानीले आज यति ठुलो प्रोजेक्ट बनाएर नाम राखेर यस विद्यालयको शोभा बढाइदिनु भनेको सानोतिनो कुरा होइन। एकदमै उहाँले गरेको मेहनतलाई उहाँहरूले एकदमै मध्यनजर गरेर उहाँ आज सफल भएर हाम्रो स्कुलको, हाम्रो बुद्धशान्ति गाउँपालिकाको सिमुको नाम राखेर यहाँ आज उपस्थित भई हामीले नानीलाई सम्मान पनि गरिसकेका छौँ। अब आउँदो दिनहरूमा नानी बाबुले एक प्रोजेक्टमा मात्रै होइन विभिन्न सङ्घ संस्थाहरूमा अगाडि बढ्ने हौसला मिलाउने क्षमता मिलोस् र हाम्रो 3 वटा प्रोजेक्टको छनौट गरेर लगेका थियौँ। एउटा मात्रै छनौट भयो भन्नुभयो। उहाँहरू उपस्थित हुनु नै सबैभन्दा ठुलो कुरो हो। आज आएर हामीहरूले 3टैमा नाम निकाल्न नसके तापनि अब आउँदा दिनहरूमा जति हामीले सोचेका थियौँ त्योसम्म पुग्नेको लागि हामी बुद्धशान्ति गाउँपालिकाको साथै हाम्रो 2 नम्बर वडाले के गर्नुपर्छ, हामी सिङ्गो वडा पनि हजुरहरूकै साथमा लागेर सरसहयोग गर्ने नै छौँ। यस्तै सल्लाहकार नेत्र गौतम र इन्चार्ज पुरुषोत्तम ढुङ्गेलले पनि सहनीको प्रयास र सोचको प्रशंसा गर्दै उनले गरेको कार्यले समग्र विद्यालय, समुदाय र गाउँपालिकाको समेत नाम उच्च भएको धारणा व्यक्त गर्नुभएको थियो।